नहुँदै जेठीले माइत पुर्याएर अझ के तमासा हो यो? आखिर फर्केर आउनु नै रहेछ, छोडेर किन गएको होला कुन्नी? तिम्रो बानी बेहोराले वाक्क दिक्क भएर गएको नि। अनि फर्केर चाहिँ किन आएको नि? तिम्रो माया लागेर आएको नि। भनेपछि तिमीलाई पनि मेरो माया लाग्दो रहेछ हैन त? तिमी जस्तो निष्ठुरी छैन म। माइते गएर 1 वर्ष बस्दा लिन नआउने। अब कसरी लिन आउनु के? तिमीलाई लिन आयो भने जेठी बुढी बोबुयाको मुद्दा हाल्छ कि भन्ने डर थियो, गाह्रो थियो नि। तर तिमी फर्केर आउँछौ जस्तो चाहिँ लागेको थियो है मलाई। फर्केर त आए, तर त्यो जेठी आयो भने फेरि बबाल हुन्छ नि। त्यस्तो भन्नु हुँदैन के? 2 दिनको जिन्दगीमा त मिलेर पो बस्नुपर्छ त। अब जेठी भने जेठी हो, तिमीले उसको इज्जत गर्नुपर्छ। तर जहाँसम्म लाग्छ त्यो आउँदैन जस्तो लाग्छ है मलाई। यहाँ कुरो अर्कै छ के? कस्तो अर्कै? बिस्तारै थाहा पाइहाल्छु नि, मैले भन्नै पर्दैन। तर जे होस् तिमी आयौ, अब अर्कै तरिकाले जिन्दगी अगाडि बढाउनु पर्छ। यस्तै तालले बढाउँछ अगाडि। होइन यो संसारमा हामी महिला नभएको भए के गर्थ्यो होला यी पुरुषहरूले? अनि हामी पुरुष नभएको भए तिमीहरू महिलाले चाहिँ के गर्थ्यौ नि? हामी महिलाहरू त नि तिम्रो पुरुषहरूलाई जन्माएको। महिलाहरूले नजन्माएको भए संसारमा पुरुषहरू त हुन्थेन। मलाई त हाँसो नलाई हाँस्नु परेको छ क्या तिम्रो कुरा सुन्दा। भनेपछि पुरुषले केही नगरी जन्माएका हो? पुरुष बिना बच्चा जन्माएर देखाउ त सक्छौ? कुरा गर्दिरहेछ। त्यसैले हेर पुतली, महिला पुरुष भनेको एउटै रथका 2 पारा हो क्या। त्यो संसारमा महिला बिना पुरुष अपुरो, पुरुष बिना महिला अपुरो। त्यसैले महिला पुरुष बराबर। उठा तिमी। उठ्ने? उठा भनेको। बसेर भन न। उठा भनेको। किन? बराबर? तिमीलाई त मै अग्लो रहेछु। हो र भने खै। यहाँ आइले यहाँबाट। यहाँबाट? अलिक गाह्रो छ हौ मलाई। सब गरिन्छ हेर केटा, तर माइत गएर बसे स्वास्नीलाई चाहिँ लिन गइदिएन है। अनि किन जान्थ्यौ त नि लिन? एउटा गयो अर्को आइहाल्छ, तिमीलाई स्वास्नीको कमी छैन। साँच्ची एउटा कुरा भनौँ दाजु, होइन कस्तो कुरा हो? ठक्करी भाउजू आउनुभयो भने त सौताको भिड त पर्छ त काठे। आउँदैन हो आउँदैन। त्यसको अर्कै केटासँग लग परेर रहेछ। अस्ति उहाँ मेरै आँखा अगाडि अर्को केटालाई जम्म अँगालो हाले यही आँखाले देख्या। त्यो आए पनि मैले स्वीकार्नु पर्यो नि त। ल दाजु, अब तपाईँको जिन्दगी हो क्या अरे, कसरी जिउने, के गर्ने, कसो गर्ने, अब आफै विचार गर्नु। म चाहिँ लागेँ। यता सुन न, मलाई 10,000 छ भने सापट लिनु, म तँलाई 30 पछि दिइहाल्छु। दिन्छु 10,000 सापट्टि। तिमीलाई पैसा दिनु र कुकुरलाई हड्डी दिनु उस्तै हो। दुइटैले चुसे गर्छन्, फिर्ता दिने कुरै गर्दैन। सक्दिनँ म। अनि डाइरेक्ट दिन्न भन्न सक्दैन। 7औं पुस्तालाई पुग्ने गरी लोपो खुवाएर जान्छ। म पनि काम लाग्ला नि कुनै दिन। खुब फुर्ती लाग्दो रहेछ। गाह्रो छ हो मलाई। होइन यो कुहिरेलाई मैले कता देख्या जस्तो लाग्छ। होइन कुहिरे त के भएको? यो मेरो स्वास्नी हो। ल हेरौँ त कसरी यसलाई अमेरिका लगेर जाँदो रहेछ। I can't understand your language. होइन के भन्छ? You I am thank you no problem same to you. This letting you are I am को श्रीमती you are अमेरिका going to कसरी लाँदो रहेछ हेर्छु। I am पनि I am this morning। खासमा के भन्न लाग्यो भने नि त्यो भटभटे माइलो छ नि, त्यसले त जेठी बुढी माइत पठाएर कान्छी बुढी ल्याएर बसेछ नि त। हो र रहेछ? हो भने त्यो ढाकाले छ नि दामी चुवाक केटी कहाँबाट पाउँछ? त्यसले कहाँ पाएको हो त? त्यसका स्वास्नीहरूले पाएका हो। सुरुमा के नै देखेर आउँछन्, पछि दुःख पछि थाहा पाउँछन्। त्यही त भने जेठान साहब, अब सुख पाउनलाई त हामी जस्तोलाई रोज्नु पर्यो नि। ज्वाइँ साहब, हामी जस्तो नबन्नुहोस् न, म जस्तो भन्नुहोस् न। त्यही त म जस्तो। तपाईँ होइन, मैले म जस्तो भनेको। तपाईँ त मेरो बहिनी लैहाल्नु भने यहाँ आफूले केटी नपाएर यहाँ बुढो कन्या बस्न परेछ। होइन यो जोइ जेठाले कसको बारेमा कुरा काटेर बसिरहेछौ? जसको बारेमा कुरा काटेको भए पनि यो कुरा काट्ने बानी चाहिँ नराम्रो है। साँच्ची तपाईँहरूलाई एउटा कुरो थाहा छ? त्यो भटभटे भन्ने मान्छे छ नि, यो त कुहिएको आलु भन्दा नि खत्तम रहेछ नि। त्यसको संगत नगर्नु है, बिगार्छ त्यसले। चुप लाग। अहिले 1 दिन थियो अनि कुरा काट्ने बानी राम्रो होइन भने चाहिँ आफै कुरा काट्छ। मैले कहाँ कुरा काटेको हो त? मैले त तारिफ पो गरेको त। तर अहिले आएर मलाई त्यो भटभटे भन्ने मान्छे चाहिँ राम्रो लाग्न छोड्यो। त्यसको कान्ति स्वास्नी देख्नु भएको छ? छि 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 कति नराम्री। तर त्यो जेठी स्वास्नी छ नि,
त्यो चाहिँ राम्री थियो है काइताकी राम्री ठुक्का तिमीहरूलाई कुरौटेहरू तिमीहरूलाई अर्काको कुरा नकाटिकन खाएको पनि पच्दैन है तिमीहरूलाई भरबटेको कान्छी श्रीमती राम्रो छैन भन्ने अधिकार कसले दियो भरबटेको कान्छी स्वास्नी जस्तो राम्रो यो संसारमा कोही पनि छैन न मिस नेपाल छ न मिस वर्ल्ड छ आज मैले ठक्का गरिदिएँ कति राम्री छ भरबटेको कान्छी स्वास्नी मलाई त धेरै मनपर्छ एउटा कुरा ध्यान दिएर सुन्नी त्यो दुईटा यो दुईटा चारवटा कान खुला गरेर सुन् त्यो मुख र कान भेट्ने बित्तिकै गरेर अर्का कुरा काट्ने बानी चाहिँ नराम्रो ल लाग्यो म होइन त फुस्के क्या हो आफ्नै तालमा पलाउँछ त अनि छन् जेठन साहब तपाईँलाई चाहिँ त्यो भटभटे कान्छी कस्तो लाग्छ त्यो कस्तो साह्रै राम्री हो जेठी भन्दा त कान्छी साह्रै राम्री लोग्ने मान्छे भएर स्वास्नी मान्छेको कुरा काट्न लाज लाग्दैन अबदेखि म यो चाहिँ धोती लगाएर हैन गई धन्न केही नगरिकन गई नत्र त भटभटेले भने जस्तो गाह्रो हुन्थ्यो नि कस्तो मान्छे होला कि एकैछिन आउँछ भनेर कहाँ गायब भएको होला त रिसै उठ्ने ए दाइ हजुर तपाईँले मेरो बुढो भटभटेले देख्नु भएको छ तिम्रो बुढाको म गुवा लगाएको छु र कस्तो सोमती नै भएको केटा रहेछ यार यति राम्रो केटी सोधेपछि राम्रो त दिनु नि किन बुढी भए केटाहरूले त वास्तै गर्न छोडे त होइन यो पैसा भन्ने चिजले पनि साह्रै रुवायो भने झन् डलर आउँछ भनेर त्यत्रो झोला बोकेर माथि पुर्याइदिएँ लास्ट टाइम भुक्का टुरिस्ट परेछ उल्टो 100 रुपियाँ खाजा खायो भनेर दिनु पर्यो फेरि मैले यो कसैको दुःख देख्नै नसक्ने के हुन त त्यसको देशमा पनि हाम्रा नेपालीहरूले दुःख पाएको देख्यो भने त्यसले पनि सहयोग गर्ला नि त जियोस् केटोलाई मैले गुनै लगाएँ अनि यो केटीलाई के भएछ के भयो हजुर हेर्नुहोस् न खुट्टा मर्केर हिँड्नै सकिनँ मलाई माथिसम्म बोकेर पुर्याइदिनु न म तपाईँलाई 500 रुपियाँ दिन्छु 500 दिनु नै हुन्छ नि दिन्छु भने भइहाल्छ नि हजुर अब तपाईँको सेवा पनि गर्न पाइने मिवा पनि खान पाइने ल आउनुहोस् भइहाल्छ नि ल आउनुहोस् साह्रै दुखिया छ कता यता कि यता यता माथि ल टेन्सन नलिनु म पुर्याइदिन्छु जे होस् मेरो विचारमा ज्वाइँ चाहिँ सुध्रिया जस्तो लागेको छ है मलाई टेन्सन नलिनु म भएपछि तर एउटा कुरा क्या हजुर जस्तो राम्रै केटीलाई बोक्न पाउँदा साह्रै खुसी लागेको छ अलिअलि करेन्ट लागे जस्तो पनि भइरहेछ मलाई पनि त त्यस्तै भइरहेछ नि अर्को के अरे अर्को खुट्टो पनि फेरि होइन मलाई किन थाहा भने ज्वाइँ तिमी कहिल्यै सुध्रिन्नौ अब मैले मेरो छोरी अन्त्य व्यवस्था गरिदिनु पर्ने भयो